फ्लिपकार्टदेखि नयाँ जो यो अर्डर सटर हुन्छ नि सब्जीहरू आलु सालु र टमाटरहरू पनि माने अर्डर सटरको यो आएको रहेछ कि नयाँ खोलेको रहेछ यहाँ अफिस। हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। तो गाइस अहिले बिहानको 8 बज्दैछ अनि आशा गर्छु तपाईहरु पनि राम्रै हुनुहुन्छ भनेर। अनि गाइस अहिले बहुत दिन पछाडि ग्याप्स भएको थियो भिडियो अपलोड गर्नको लागि र आजदेखि फेरि स्टार्ट गर्दैछु र डेली अपलोड गर्ने चेष्टा गर्छु आजदेखि। अनि मेरो के भने नि ड्युटी जानुपर्छ, यहाँ रुममा बस्नु जानु आउनु सेम रुटिन जस्तो भएको छ। त्यसको लागि भिडियो सिडियो हाल्ने पनि अलिकति टाइम मिल्दैन मेरो। अनि बिहान उठ्यो खानासाना पकायो नुहाइधुवाइ गरे स्कुल ड्युटी गयो फेरि आयो भिडियो सिडियो बनाउन मुठ्ठै टाइम पाउँदिन। त्यहाँबाट मेरो अर्को पनि च्यानल छ नि त, जुन मेरो एउटा अफिसियल च्यानल छ अपडेट इन्फर्मेसन नामको। अनि त्यो मेरो यहाँ सेटअप छ, त्यसको लागि माने यहाँ छ टेबलहरू, यहाँ ग्रिन स्क्रिन हो यो मेरो। अनि ग्रिन स्क्रिन यता छ है, यो मैले युज गरेको छैन वर्तमान, यो रुममा यही रहेछ नि त। अनि त्यसको लागि म यहीँबाट भिडियो गर्छु अनि यसरी यहाँ आरामले बसेर म भिडियो बनाउँछु। त्यसको लागि त्यो च्यानलमा पनि मैले टाइम दिनुपर्छ, त्यसको लागि त्यसमा अलिकति सब्सक्राइबर बेसी छ त्यसमा कम। र यतापट्टि मैले वर्तमान खाना पकाउँदैछु, यहाँ दाल टमाटरहरू काटेर रेडी छ, यहाँ आम्लेट बनाएँ अनि दाल बसाएको आम्लेट बनाएको छु र भात त यता मेरो अलरेडी पाकेको छ, यतापट्टि कुकरमा छ। अनि खाना खाएर अनि ड्युटी अलिक ढिलो निक्लिनुपर्छ होला आज। तो गाइस म रुमदेखि निस्केर यहाँ खानासाना खाएर निक्लेँ। अनि यहाँ मैले सुने कि यहाँ गुवाहाटीमा शान्तिपुरमा भने यो फ्लिपकार्टदेखि नयाँ जो यो अर्डर सटर हुन्छ नि सब्जीहरू आलु सालु र टमाटरहरू पनि माने अर्डर सटरको यो आएको रहेछ कि नयाँ खोलेको रहेछ यहाँ अफिस एउटा स्टोर। अनि हेर्नको लागि आएको छ साथीहरूमा। अनि आलु सालु जे अर्डर गरे पनि कम दाममा भेटिन्छ। झन् टमाटर 20 रुपियाँ केजी छ भने यहाँ 18 रुपियाँ केजी भेटिन्छ, त्यस्तो खालको नयाँ खोलेको रहेछ। अनि हेर्नको लागि आएको छु म पनि यहाँ शान्तिपुरमा छेउमै हो, भरलुको छेउमै हो। यहाँ आज हेरेर जाने कस्तो के हुँदो रहेछ अर्डर हामी पनि गर्न सकिन्छ, रुममै लगिदिन्छ भने। जस्तो कि धर्दिन आज सब्जीहरू चाहियो अनि कराईमा तेल तताएर अर्डर गर्दा हुन्छ। सब्जी आलु सालु टमाटर खोर्सानी जे चाहियो, मोबाइल सोबाइल पनि हुन्छ सबैको, जे चाहियो अर्डर गर। अर्डरमा कमसेकम 5 मिनटमा पुगिहाल्छ, रुममै पुग्छ। अनि त्यसमा यहाँ नयाँ खोलेको रहेछ। अरूतिर त छ यतापट्टि सिटी साइडमा गणेशगुडीतिर, बेङ्गलोरतिर अगाडिदेखि नै छ। यहाँ गुवाहाटीमा चाहिँ गणेशगुडीतिर पल्टन बजारतिर अलिक अगाडि आएको छ। यहाँ चाहिँ हाम्रै छेउमा चाहिँ भर्खरै आएको छ नयाँ, त्यो सुनेर अनि हेर्नको लागि आएको छ। अनि यहाँ साथीहरू पनि छन् हेर्न आएका। अनि भोलितिर एउटा म नयाँ भिडियो बनाउँछु एउटा, कि कसरी यहाँबाट डेलिभरी हुन्छ कस्तो के दिँदो रहेछ यो सब एउटा भोलि भिडियो बनाउँछु। ए इन्स्टाकार्ट भन्छ नि, ब्याग सेक यस्तो हुँदो रहेछ। यसरी अर्डर यहाँ लिएर जानु, अर्डरहरू यसमा हालो अनि लिएर गयो, त्यस्तो सिस्टम हो। भने फ्लिपकार्टको भने मिन्युट भन्दो रहेछ, इन्स्टा मिन्युट। फ्लिपकार्टहरूको जुन उयो हुन्छ नि डेलिभरी हुन्छ, जस्तो कि फ्लिपकार्ट सेम रहेछ, यो फ्लिपकार्टको इन्स्टा हो। जस्तो कि किचनको हरेक सामानहरू यहाँ भेटिन्छ। अनि यही अफिस स्टोर यही हो, यहाँबाट भने जान्छ कमसेकम 5 मिनटमा डेलिभरी हुँदो रहेछ। 5 मिनटमा तपाईँले अर्डर गर्नुभयो, अर्डर गरेको 5 मिनटभित्रमा एड्रेसमा घरसम्म पुगिँदो रहेछ। 100 किलोमिटरसम्म हुँदो रहेछ डेलिभरी। भोलि एकबार ट्राई गर्नुपर्छ, जोइनसन गरेर सारसँग कुरा गरेर। के लो भाइ, यो त के फ्यान नि कि? अनि यस्तो फ्यानहरू जे पनि सामान हुन्छ, किचनको सामान लिएर ग्रोसरीको सामानहरू जे पनि हुन्छ लिएर जानु पर्यो। बस किमान किलोमिटर যাব লাগবো 600 300 ओसरते यस्तै प्याकिङ सेकिङ भेटिन्छ, यस्तो सबै पनि हेरिन्छ। अनि ब्याग समय पनि भेटिन्छ। यो ब्यागमा हालेर अनि जानु पर्यो। केटाहरू यहाँ यसरी पर्खिरहेको छन् अर्डरलाई। आइपुगेँ यहाँ, अब राति भयो, घुम्दा राति भयो। म भर्खरै आइपुगेँ, रुममा भर्खरै आइपुगेँ। अनि उता घुमेँ अरे हेरेँ, त्यो माने नयाँ एउटा जुन फ्लिपकार्टको एउटा इन्स्टा रहेछ। जस्तो कि जे पनि यसमा चाहिँ सामान अर्डर हुँदो रहेछ विदिन 5 मिनटमा 5 मिनटमा अर्डर हुँदो रहेछ। जस्तो कि सब्जीहरू काँचो सामानहरू लिएर सब्जी लिएर सानो वस्तुदेखिबाट लिएर ठुलो आइफोनहरू यो सब माने सबै त त्यो उयो हुँदो रहेछ, अर्डर हुँदो रहेछ। अनि 5 मिनटभित्रै मैले अर्डर गरेको साथसाथ डेलिभरी हुँदो रहेछ, डेस्टिनेसनमा पनि पस्दो रहेछ, पुग्दो रहेछ जग्गामा। त राम्रो रहेछ, किनकि बाहिर त थियो, बाहिर बेङ्गलोरतिर वा हैदराबादतिर यो अगाडिदेखि नै थियो। र हाम्रो गुवाहाटीमा पनि पल्टन बजार र गणेशगुडीमा चाहिँ कति साल अगाडि आएको थियो, बेसी पनि भएको छैन, नयाँ हो। अनि यहाँ चाहिँ माली गाउँ छेउमै शान्तिपूर्ण रहेछ, नयाँ अफिस आएको रहेछ स्टोर।
अनि एउटै स्टोरदेखि माने ग्रोसरीको सामानहरू भयो त्यो सबै सब्जी सबै एभ्रिथिङ माने त्यहाँदेखि डेलिभरी हुँदो र बहुत सारा केटाहरू पनि रहेछ नि त्यहाँ नयाँ आएको थियो नयाँको लागि म बुझ्न गएको थिएँ कस्तो के रहेछ भनेर माने कस्तो सिस्टम चल्दो रहेछ भनेर अनि गएर हेरेँ यताउति अनि गएको 2-3 जना मैले चिन्ने केटाहरू पनि काम गर्दै रहेछन् भेटेँ अनि राति नै पऱ्यो यताउति अरू ठाउँमा पनि घुम्न गयो ओऱ्यो रातिभरि चाहिँ खास भिडियो सिडियो गर्न पाइएन आज अनि सोच्दैछु भोलितिर गएर चाहिँ माने पुरा राम्ररी भिडियो गर्छु भनेर सोच्दैछु भोलि गएर यताउति गएर एकजना चिनेको साथी भेटेँ उहाँ साथीको माने आइडी म लिएर उसको मोबाइल चलाएर मोबाइल ब्याग स्याग म लिएर अनि त्यहाँबाट 1-2टा कमसेकम 5-6वटा माने डेलिभरी गरेर एक्सपिरियन्स लिउँ भनेर सोच्दैछु जस्तो पनि मैले जुन फ्लिपकार्टको गरेको थिएँ तालुकमा गरेको थिएँ उहाँ मैले गरेँ 2 दिन गरेँ अनि त्यसको बारेमा मलाई थाहा भयो कस्तो सिस्टमले चल्दो रहेछ माने र यसको बारेमा पनि सब्जी यताउति धर्दिनँ 1.5 केजी टमाटर आलु प्याज सब अर्डर हुँदो रहेछ घरमा बसी तेल ततायो र अर्डर गरेर आइपुगिहाल्छ 2-3 मिनटमा आइपुग्छ अनि पकायो त्यो सिस्टम रहेछ अनि भोलि अलिकति गएर एक्सपिरियन्स लिनु पर्यो 4-5 घन्टा काम गरिहेर्छु साथीकोबाट अनि भिडियो बनाउने कोसिस गर्छु भोलि एकबार कस्तो के दिँदो रहेछ माने केटाहरूलाई कस्तो के सेलेरी दिँदो रहेछ कि पैसा कस्तो के सिस्टम रहेछ भोलि बुझ्छु गएर यताउति गएर एउटा भिडियो राम्रो बनाउने कोसिस गर्छु भोलि र आजलाई यति नै गाइस यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब जरुर गर्नु किनकि भोलिदेखिबाट नयाँ भिडियो डेली बेसिसमा म अपलोड गर्ने कोसिस गर्छु त आजलाई यति नै गुड नाइट शुभरात्रि।